अहिले हामी ठ्याक्कै तानसेन नगरपालिका वडा नम्बर 12 को बौवा पोखराथोकको देउराली भन्ने ठाउँमा छौँ। यो बाटो गयो भने तपाईँ लुहुङ ज्योतितिर जानुहुन्छ भने यो बाटो जानुभयो भने तपाईँ बौवा गुम्बातर्फ जान सकिन्छ। यहाँ अहिले बाटो बनाउने काम भइरहेको छ। लामो समय भयो यो बाटो अब बन्ने क्रममा आएको छ। हामी बिस्तारै अगाडि बढ्दैछौँ। यो देउराली भन्ने ठाउँबाट लिएको भिडियो हो। यो विशेष गरेर यो यतातिर कुवा भन्ने चलन थियो। जो यतातिरको हुनुहुन्छ उहाँहरूलाई यसको बारेमा निकै राम्रोसँग अनुभव छ। तपाईँहरू यो ठाउँबाट बाहिर गए पनि यो ठाउँको निश्चय पनि माया रहन सक्छ तपाईँहरू जन्मेको ठाउँको। त्यसैले मैले यो भिडियो बनाइरहेको छु। यो कुवा पारीको यो तपाईँको एउटा बारी थियो भने यो पश्चिमतिरको दृश्य यो पारी देख्नुभएको यो खयरतुङ्ग भने यतातिरको यो चेचीकोट रतनपाडे भनेर भन्ने ठाउँ यो भयो भने यो वडा नम्बर 12 को साबिकको वडा नम्बर 1 बौवा पोखराथोकको मेरो गाउँको दृश्य हो। यो चिउरी सधैँ ठुलो चिउरीको रुख छ यहाँ पहिला अहिले जुन ठाउँमा हिँडिरहेको छु त्यो ठाउँमा खोल्सो जस्तो थियो अनि मान्छेहरू यहाँ चाहिँ डराउने गर्थे। त्यो खोल्सो जस्तोबाट दौडेर अगाडि बढ्ने गर्दथ्यो भने यो बाटो जुन बाटो म आइरहेको छु यो चाहिँ बौवा गुम्बा जाने बाटो हो र ठ्याक्कै यो बतासे डाँडादेखि ठ्याक्कै 4 किलोमिटर अथवा भनौँ घुम्ती यसो गर्दा 5 किलोमिटरको दूरीमा रहेको छ। असाध्यै राम्रो ठाउँमा छ। यहीँदेखि यति धेरै हिमालका दृश्यहरू देखिन्छन् कि म कसरी बयान गरौँ। असाध्यै राम्रो ठाउँ लोकेसन छ। हेर्नुहोस् तपाईँ देख्न सक्नुहुन्छ यहाँ हिमालहरू टल टल्केका छन्। घरहरू टिपिकल घरहरू छन्। बराङ्दी रहेको छ भने पारी देख्नुभएको तपाईँ यो सिधा पारी देख्नुभएको ठाउँ चाहिँ स्यान डाँडा हो। स्यान डाँडाभन्दा माथि थाम्के डाँडा भन्ने ठाउँ पर्दछ। माथि थाम्के डाँडा यो चाहिँ स्यान डाँडा पारी देख्नुभएको ठाउँ भने पारी ठुल डाँडा रहेको छ। ठुल डाँडातिर पनि अब यो बाटो चाहिँ अहिले बन्ने काम भइरहेको छ र ठुल डाँडा तपाईँ देख्नुभयो भने यहाँदेखि तपाईँ हिमाल कति मजाले देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् हिमाल यति बेला दिउँसोको 3 बजेको छ तैपनि कस्तो राम्रो हिमालहरू देखिएको छ भने पारी बराङ्दी गाउँ हो। मैले थुप्रै पटक यस्तो भिडियोहरू तपाईँहरूलाई देखाइरहेको छु। ल हेर्नुहोस् फुलहरू फुलेका छन्।